Hey guys, welcome our mini video. So हजुरहरूलाई हाम्रो भिडियोमा स्वागत छ। हामी बुढाबुढी चाहिँ आज सुपारी जान्छौँ कि धेरै के त काम थिएन, तर चामल सकेको रहेछ, चामल चाहिँ किन्नु थियो। अनि हाम्रोबाट 5 मिनट जति लाग्छ क्या सुप्पा जान। अनि हामी बुढाबुढी चाहिँ हिँडेर गइरहेको थियौँ। अनि अस्तिको भिडियोको बारेमा डिस्कस पनि गरिरहेको थियौँ कि हामीलाई जापानिज बोल्नु भन्नुभएको थियो। अनि चाहिँ आफ्नो पतिलाई यसरी बोल्नु हुँदैन भन्नुभएको थियो। हामीले मजा गरेको थियौँ। साँच्ची के हो अरे भनेर जिस्काइराख्नु भएको थियो। तर त्यो हामीले भिडियोमा रमाइलोको लागि नै त्यति गराएको थियौँ। मेरो बेलाएर एक्सपेक्ट गर्छु ल। हामी चाहिँ जाँदाखेरि बहुत धेरै लाइन थियो क्या, यत्रो धेरै लाइन थियो होइन। यो लाइन चाहिँ 7-11 सेलको सामान किनेको लाइन थियो क्या। कति धेरै लाइन थियो त्यो दिन, लास्ट थियो नि त त्यो दिन 7-11 सेलको। त्यही भएर लाइन पनि लामो थियो। अनि हामी चाहिँ त्यहाँबाट सामान किनेर नि बाहिर निस्क्यौँ। अनि हामी चाहिँ खासमा चामल किन गएको मान्छे हो कि, अनि त्यहाँनिर सेल देखेको हुनाले आज लास्ट हो भने थाहा पाएर गएर किनिहाल्यौँ कि अब खाम्न त केही भनेर। अनि याद आयो हामीलाई पनि चामल किन्छ भनेर। अब चाहिँ हामी जान्छौँ अर्को सुब्बामा चामल किन्न, त्यसमा चाहिँ चामल रहेन रहेछ होइन, आइसक्यो अब त्यो। अनि हामी चाहिँ त्यसबाट नै चामल किनेर फाइनली बाहिर निस्क्यौँ। मेरो बुढा चाहिँ चामल समेत राख्नुभएको थियो कि यताउता हेरेर थाहा थिएन कि मैले भिडियो बनाइरहेको छु भनेर अगाडि। अनि पछि चाहिँ थाहा भन्नुभयो। अनि मैले बाई बाई सुब्बा भनिरहेको थिएँ। अनि उहाँ हाँसिराख्नु भएको थियो कि। अनि मैले चाहिँ सामान अगाडिको समातिरहेको थिएँ, उहाँले चाहिँ सामान समाउनु भएको थियो। हामी त चामल हाल्ने ब्याग पनि लगाउनु बिर्सेछौँ के गर्थ्यो कि। अनि उहाँले हातमा समातिरहनु भएको थियो। तर हौ तिमी मेरो किन भन्छन् भनेको त यस्तै गर भन्दो रहेछ कि। अनि त्यो भएन कि बोकेको लास्टमा बोक्नुहोस् यस्तै काम गर्दै जानुहोस्। अनि उहाँलाई जिस्काएर फाइनली हामी घर पनि पुगिहाल्यौँ थियौँ कि। अनि त्यसपछि हामी चाहिँ चामल अनि खानेकुरा लिएर घर पुगिहाल्यौँ। अनि यत्तिकैमा गयो आजको हाम्रो दिन। अनि हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि लास्टमा चाहिँ अस्तिको कुरा चाहिँ हाम्रो मजाकमा थियो होला, सिरियस नलिनु। ओके ल, बाई बाई गाइज।